दिदीले छोडेर जानुभयो, कहाँ छ के छ मलाई अझसम्म आत्तो छैन। बुवा मम्मी रुँदै हुनुहुन्छ अझै पनि सम्झेर होइन। अब एउटा छोराछोरी भनेको बुवा आमाको मुटुको ढुकढुकी भन्छन् होइन। अनि अझै पनि कहाँ छन् भनेर त्यही कारणले बुवा मम्मी रुँदै बसिरहनु भएको छ। त्यही भएर म चाहिँ दिदीको बारेमा एउटा गीत चाहिँ देउरालीमा ध्वजा भन्ने एउटा गीत गुनगुनाउँछु। घर छोडेको अघिल्लो रात सम्झे आँसु झर्दै दिदी, पस्केको भात सम्झे देउरालीमा ध्वजा, भनेकै हो नि दिदी घर छोडेर नजा। अघिल्लो रात सम्झे आँसु झर्दै दिदी, पस्केको भात सम्झे देउरालीमा ध्वजा, भनेकै हो नि दिदी घर छोडेर नजा, भनेकै हो नि दिदी घर छोडेर नजा। पक्कै पनि उहाँको दिदीलाई चाँडै नै भेट होस्। अहिलेको समयमा पनि उहाँको दिदी कता हुनुहुन्छ? दर्शक महानुभावहरू नमस्कार गरे फेरि पनि तपाईँहरूले पनि उहाँको दिदीलाई अघि नै नाम बताइसक्नु भएको छ, फेरि भनिदिनुहोस् त नाम। साम्पुरी तामाङ। साम्पुरी तामाङ हुनुहुन्छ उहाँको दिदी। उहाँको दिदीलाई काहीँ कतै देख्नु भएको छ, भेट्नु भएको छ, थाहा पाउनु भयो भने हजुरहरूले सम्पर्क गरिदिनुहुन्छ भन्ने आशा गर्दै हामी कार्यक्रमलाई